कस्तो हुँदैछ कस्तो इन्जोय गर्नुभएको छ हजुरहरूले हाइक आज छैन के भन्नु छ कसैलाई सरले भन्नु छ ल के छ होला सर केही न केही ल दिदीको घोडाको नाम के अरे तल सुन्दरबाट हेर्दै हेलो एभ्रिवान आज चाहिँ हामी हाइकिङको लागि निस्केका छौँ। आजको हाम्रो यात्रा चाहिँ सुन्दरी जलदेखि माथि धाप ड्याम हुँदै चिसापानी हुँदै फेरि सुन्दरी जलसम्मको हुनेछ। कस्तो क्युट पप्पी। हेलो 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 बाई बाई। माथिसम्म पुग्नको लागि टाइम चाहिँ कसैले 4 घन्टा कसैले 5 घन्टा कसैले 6 घन्टा भन्छ, तर त्यो अब मान्छेहरूको हिँड्ने अनुसार पनि होला। लेट्स सी अब हेरौँ हामी चाहिँ कहिले पुग्छौँ। हेलो ल गर्नु हेलो ल हामी चाहिँ अहिले हाइक चाहिँ हाम्रो लगभग 20% जति चाहिँ कम्प्लिट भइसकेको छ। हिँड्दैछौँ अब कस्तो हुँदैछ कस्तो इन्जोय गर्नुभएको छ हजुरहरूले हाइक आज छैन किन नि रमाइलो गर्नुपर्छ यस्तो एकदम। त्यहाँ हाम्रो सर टोलीहरू हुनुहुन्छ पछाडि अनि हामी यता है हिँड्न त फेरि सबैजना कडा नै छ है हेर्नु त अगाडि अगाडि यो चाहिँ मौसम एप मापन गर्ने केन्द्र है। पानी कति पर्यो एरियामा भनेर थाहा हुनुको लागि। हेलो, अहिले चाहिँ हामी मूल खर्क आइपुग्यौँ। यो चाहिँ देखिने अब यहाँबाट हाम्रो काठमाडौँको भ्यू। यो चाहिँ यहाँबाट देखिनु